म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न। गङ्गो छेत्री 7.2 भनेर धेरै नै चर्चामा आइरहेको रहेछ हैन। त्यसको बारेमा हल्का क्लिप गर्नुभएको छ, त्यो राम्रोसँग सुनिदिनु है। अनि सबै कुराहरू उहाँले भनिसक्नु भएको छ, तपाईहरु हेर्न सक्नुहुन्छ। हेलो नमस्ते सबैजनालाई, मेरो नाम गङ्गो छेत्री र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन। किन बनाएको भन्दाखेरि चाहिँ जति पनि कमेन्ट गर्नु भएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर हैन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। आई एप्रिसिएट, म सबै एप्रिसिएट गर्छु हैन। मेरै नाममा बनिएको छ, थ्याङ्क यू। मेन कुरा म भन्न आएको चाहिँ कुरा, सरी म बिर्सिहाल्छु हैन, सरी। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो, ऊ नभनौँ वरेभर। अनि पब्लिक नगर्नुको कारण है त, मेनली ऊ मेरो पास्ट भयो हैन। ओके, मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है। तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ हैन र, डटेर बस्न सही लाग्छ। एन्ड पब्लिक नगर्नेको कारण चाहिँ, अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है। अनि कोले याद गर्नुभयो हैन। अब सबैले भिडियो त हेरिसक्नु भयो होला हैन। यत्रो मेरो बारेमा बोल्ने केही बुझेर बोल्नु भएको होला नि त हैन, बुझेरै मलाई राम्रोसँग पहिलादेखि चिनेर बोल्नु भएको होला कतिले हैन। अनि त्यो भिडियो एकचोटि मजाले हेर्नु भएको छैन भने प्लिज गरेर एकचोटि फेरि हेरिदिनु होला। जुन मेरो हातमा यो ट्याटु छ, यो मेडुसाको, आई गट दिस ट्याटु 1 वर्ष अगाडि है। अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन। एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त। मैले यो कुरा मैसम्म मात्र राख्नु खोजेको थिएँ, बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो। अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ। मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा, मेनली कुरा चाहिँ है। अनि मलाई आत्तिनै आउँदैन क्या है। अब होइन, नराम्रो त लाग्छ होइन। अनि कतिले एकछिन मलाई फेरि एउटा कुरा दिमाग सर्क्यो क्या, नराम्रो कमेन्टमा एउटा याद गरिहालेँ फेरि मैले होइन। भन्नुभएको छ तिम्रो हरकत थाहा छैन र हामीलाई, तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई, केही पनि थाहा छैन है। सो बेटर हुन्छ है कसैको बारेमा केही नबुझी केही थाहा नभइकन चाहिँ प्लिज कसैले नभएको कुरा चाहिँ नफैलाम होइन। अनि जतिले पनि मेरोमा कमेन्ट गर्नुभएको थियो बिसी भनेर हाल्थ्यो, पोस्ट गर्थ्यो पहिलादेखि, नो ब्रो किनकि म फेसबुकमा छुइनँ। आई डोन्ट ह्याभ, मेरो अकाउन्ट छैन फेसबुकमा, न मेरो पेज छ, न मेरो इन्स्टाग्राम छ। यो पनि मैले भने, मैले चलाउने भनेको यो टिकटक हो, एउटा मात्र छ, त्यही नि। म एक्टिभ थिइनँ अस्तिसम्म होइन, मैले ब्रेक लिएको थिएँ किनकि म आफ्नै काममा बिजी थिएँ। त्यही भएर चाहिँ मैले ब्रेक लिएको टिकटकदेखि। अनि अहिले आउँदाखेरि त यस्तो छ, ओके मेरो बाहिर आयो, मेरो भिडियो आउट भयो होइन। अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ, सी विल डाई भनेर, फक नो बडी। म चाहिँ यस्तो नो, आम चिल गर्ल होइन। अब लास बचाएर स्ट्रङ गर्ल होइन, लास बचाउनु भन्छ पनि भनेको थियो। अनि त्यो कमेन्ट चाहिँ केटीले गरेको थियो क्या, सुन बहिनी यता सुने, तिम्रो लागि सानो मेसेज होइन। तिमीले पनि गरेको होला, भन्दिनँ गरेको छौ भनेर, गरेको होला, गर्न सक्लाउ होइन। प्लिज के भन्छ, बी अवेर होइन, ख्याल राख्नु। अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन। यो चाहिँ एउटा चेतनामूलक नै भयो। मेरो यो जुन भिडियो बाहिर आयो त्यसले चाहिँ आई होप सबैजना खुसी हुनुहुन्छ होला होइन। अनि
म के भन्छु भनेर राख्दै मैले बिर्सेँ क्या के बोल्दैछु मलाई के थाहा छैन तर म यति कुरा चाहिँ भन्छु फेक अकाउन्टहरु धेरै क्रिएट भएको छ मेरो अहिले हैन पहिलादेखि हुन्थ्यो तर पहिलाको भिडियो मेरो पहिला मेरो मैले जुन भोइसँग म भिडियो बनाउने गर्थेँ हैन त्यो डाइरेक्टली कसैलाई म के रे डेडिकेट गरेर बनाउँदिन थिए त्यो भिडियोहरु चाहिँ अहिले जाँदैछ हैन मेरो फेक आइडी बनाएर के भन्छ म भएर चाहिँ यस्तो प्लिज म त्यस्तो त्यो के रे विचार भन्ने टाइपको छैन है मेनली कुरा चाहिँ अनि बी स्ट्रङ कमेन्ट देखिरहेको छु मैले म स्ट्रङ छु थ्यांक यू सो मच तपाईहरु सबैजनालाई कतिले राम्रो कमेन्ट गर्नु भएको छ अनि अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ यो पनि भुल्दिन म कि नेपाली नै हो तपाईहरु नै हो हैन तपाईहरु हामी नै हो हामी म हैन कि तपाईहरु नै हो हैन कतिले नराम्रो वेमा फरवर्ड गर्नु भएको छ कतिले राम्रो वेमा गर्नु भएको छ तर प्लिज म चाहिँ यहाँदेखि के भन्न चाहन्छु भने चाहिँ जति पनि भिडियो बन्यो आजसम्म बन्यो हैन सो प्लिज मेरो नाम युज गरेर चाहिँ कसैले पनि भिडियो अपलोड नगर्दिनु होला प्लिज आई डोन्ट नीड जस्टिस मलाई जस्टिस चाहिएको छैन किनकि जे कुरा छ त्यो ममा छ हैन आई क्यान म सक्छु फेस गर्न ठीक छ जे भयो भयो हैन जे भयो भयो नगर्ने गल्ती मबाट भयो एन्ड अभियसली सबैको भएको छ धेरैको भएको छ यो बाहिर आएको छैन हैन सो म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ दिदी बहिनी मेनली चाहिँ हैन मलाई एकछिन इवाको याद आयो मलाई छोरी मान्छेको कुरा त अनि छोरी मान्छे नै हुन्छ छोरा मान्छे हुँदैन है सरी त्यही भन्न चाहन्छु सो जसलाई मेरो बारेमा केही पनि थाहा छैन तहरुलाई बोल्ने केही अधिकार छैन ओके नो राइट ओके जब कि मैले के मेरो बारेमा बोलेको छैन भने तिमीलाई पनि कुनै राइट छैन गरे मन हाम्रो पनि छ गल्ती मान्छेबाट हुन्छ ओके सो तिमीहरुको यो ओपिनियन तिमीहरुको यो के भन्छ सल्लाह सुझाव प्लिज आफूसँग राख्नु होला हैन म कस्तो छु त्यो मलाई थाहा छ अब मैले यहाँ जति बोले पनि जे गरे पनि तिमीहरुको सोच त बदल्न सक्दिन तर पनि आई एम गुड ओके आई एम गुड अनि बहिनीहरु धेरै नभोका मेरो कमेन्टमा है यस्तो गरे के ब्ला 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 यहाँ बोल्न मिल्दैन तर है म चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि चाहिँ मलाई सिचुएसन ह्यान्डल गर्न आउँछ हैन म आत्तिन्दिन म यति कुरामा चाहिँ म खुसी छु हैन म के बोल्छु मलाई थाहा छैन तर पनि म के बोल्छु भनेर आएको थिएँ तर पनि म मनकै कुरा बोल्दैछु हैन दिमागै छैन क्या एकछिनै के भन्छु भन्दाखेरि चाहिँ अब चाहिँ सो प्लिज आजसम्म जति भिडियो बन्यो आजदेखि चाहिँ प्लिज मेरो नाममा कुनै पनि भिडियो न नेगेटिभ वेमा आई डोन्ट नो गर्छ होला बट नेगेटिभ वेमा पोजिटिभ वेमा मलाई दुईटैमा भिडियो चाहिएन हैन अनि थ्यांक यू सो मच भन्न चाहन्छु सबैजनालाई हैन अनि आई एम स्ट्रङ इनफ थ्यांक यू सो मच गाइज सबैलाई धेरै 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 भन्दा धेरै 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 माया अनि म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न प्लिज त्यति मेरो कुरा हैन अनि रिपोर्ट भन्नेको कुरा केस फाइल भन्नेको कुरा त्यो बिस्तारै हुन्छ किनकि यो भएको भिडियो त पहिलाको हो आउट अहिले भएको छ नि त सो प्लिज अहिले उसलाई चिल गर्न दिनु हैन जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु है पछि अहिले हैन नो अहिले हैन म पछि गर्छु सो त्यसको लागि पनि हैन उले पनि चिल गरोस् हैन चिल मारोस् तर मेरो मनले मान्दैन किनकि मेरो मनै कस्तो छ क्या किनकि अब मलाई यस्तो भयो हैन त्यसको चाहिँ मैले किन गर्ने अरूलाई मैले किन गर्ने त्यो टाइपको छ मेरो मनै त्यस्तो छ क्या पहिलादेखि नै एन्ड आई एम प्राउड मेरो मन त्यस्तो छ भनेर चाहिँ सो जरुरी छैन ऊ बाहिर आउनु पर्छ भनेर किनकि म मरेको छुइनँ म बाँचिरहेको छु है
Thank you so much, guys. Bye-bye. Good night. Take care. Bye-bye. Bye-bye. So यो कुरा रिगार्डिङ तपाईहरुको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला र यस्तै न्यूज एन्ड अपडेट्सहरुको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला किनभने यो च्यानलमा तपाईहरुले नेपाली युट्युब एन्ड सोशल प्लेटफर्महरु रिगार्डिङ डेली न्यूज एन्ड अपडेट्सहरु पाउनुहुन्छ ओम जिमाम बिङ बिङ बो तन तन सस्तेन से तार चिपक गई छाती से ओम जिमाम बिङ बिङ बो